Hope you are enjoying the show and having a great time. Thank you. हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई भ्लग। हजुरहरूलाई फाइनली आज चाहिँ म दिन जाँदैछु मेघा मिस्टर एन्ड मिसेस तेजपुरको फुल भ्लग है। र बिहानै रेडी भएर आज चाहिँ म निस्केको छु तेजपुरको लागि। र जाँदाखेरि चाहिँ हेर्नुहोस् न, म आज यस्तो बनिएर जाँदैछु। यति धुलो छ आजकलको दिनमा कि मास्क लाउनलाई हुँदैन र घाममा चाहिँ मलाई चस्मा लाउनै पर्ने हुन्छ। फ्रन्ट क्यामेराबाट यसो आफैलाई हेर्दा त पाकिस्तानमा जाने स्पाईको जुन आजकलको ट्रेन्डिङ थियो त्यो चाहिँ म बन्ने जस्तो लाग्दै थियो। तर मेरो कन्ठीले चाहिँ म पक्कै पनि पाकिस्तानी देखिँदै छुइनँ भनेर भित्र छिराएँ। र म तेजपुर पुग्दा चाहिँ यहाँ हलमा चाहिँ यसरी सबैजना मेकअप गर्न स्टार्ट गरिसक्नु भएको रहेछ। 11 बजी आइपुग्नुभन्दा म 3 बजी पुगेर धेरैजना मेकअप आर्टिस्ट चाहिँ गइसक्नु भएछ। मैले चाहिँ फटाफटी आफ्नो ड्रेस लगाएर, खासमा चाहिँ मेकअप गरेर ड्रेस लाउनु पर्ने, तर मैले चाहिँ ड्रेस लगाएर मेकअप गर्ने निर्णय गरेँ। हेर्नुहोस् त मेरो बिफोर एन्ड आफ्टर ट्रान्जेक्सन कस्तो भयो त। मेकअप गर्न चाहिँ धेरै नै समय लागेको थियो। सबैभन्दा पहिला चाहिँ थाहा छैन यो के दलिदिनु भयो मुखमा, र मलाई यस्तो अजिब लाग्दै थियो कि मेरो मुखको पेन्ट गरे जस्तो। र त्यसपछि पनि धेरैवटा लेयरको मेकअप भयो। सायद यसलाई प्राइमर भनिन्छ या फिर कलर करेक्टर भनिन्छ होला, मलाई त केही पनि थाहा छैन मेकअपको बारेमा। त्यसको बादमा दलिदिएको चाहिँ फाउन्डेसन भनेर थाहा भयो। त्यसपछि यति धेरै लेयर लाउनु भयो कि मैले सबैको सुट गर्न पनि सकिनँ। फाइनली मेरो मेकअप कम्प्लिट भइसकेको थियो र योपालिको मेकअप एकदमै राम्रो भएको थियो। शिरमा शिरबन्दी त लाउनै पर्यो, किनभने योपालि लाउँदैछु म मगर ड्रेस। हुनु त मलाई केस बाँधेको एकदमै सुहाउँदैन, तर हाम्रो नेपाली चलनमा यसरी लाछा लाउनु पर्ने हुनाले गर्दा मैले यसरी लगाएँ। र यो नानी चाहिँ हुनुहुन्छ मिस टिनमा कन्टेस्टेन्ट है, र ऊ चाहिँ हाम्रो आज्ञाको एजको रहेछ। मलाई यति माया लाग्यो, बहिनीलाई चाहिँ मैले बोलाएर नानी यो लगाइदेऊ न भनेर उसले लगाइदिँदै थिइन् मलाई चाहिँ यो टाउकोमा यस्तो लाएपछि र केस बाँधेपछि एकदमै अनौठो लाग्छ। मलाई म जस्तो नै लाग्दैन, केटा जस्तो पो देखेँ कि जस्तो पनि भाव लागिरहेको हुन्छ। लास्ट टाइम लगाउँदा पनि त्यस्तै भएको थियो। र अबदेखि चाहिँ म नेपालीको योवाला चाहिँ म लाउँदिनँ है। हुनु त नेपाली भएर आफ्नो जातिकै प्रमोट होस् भनेर लास्ट टाइम पनि त्यही सोचेर मैले लगाएको थिएँ, यो टाइम पनि त्यही सोचेर लगाएँ। तर मलाई एकदमै राम्री लागेन, आफैलाई नै अनौठो लाग्छ। र यो रूपमा चाहिँ फोटो खिच्नु पनि मन पर्दैन। आफ्नो जातीय लुगालाई त अप्रिसिएट गर्नुपर्ने भन्नुहुन्छ होला, तर सुहाएन जब के भन्नुहोस् त तपाईँहरू आफै। र मैले लास्टमा चाहिँ यो नाकको पनि लाउने सोचेँ, किनभने मगरको चाहिँ यो लाउनुपर्छ भन्ने थाहा भयो होइन। र तपाईँहरू भन्नुहोस् त म कमेडी देख्दैछु कि छुइनँ। नर्मली भन्दा त मलाई साँच्चै नै राम्रो लागेको छैन। र फाइनली मैले चाहिँ यो लगाइसकेँ र कस्तो देखेँ तपाईँहरू भन्नुहोस्। मलाई चाहिँ म आफै नै मन पर्दै थिएन, यति अजिब लाग्दै थिएँ। र मैले यही ड्रेसमा चाहिँ केस छोड्न मिल्छ कि मिल्दैन हो त्यो पनि भन्नुहोला। त्यहाँ चाहिँ हाम्रो सरहरूले ट्रेडिसनल ड्रेसमा चाहिँ बान्नुपर्छ भन्नुभएको थियो। र त्यसपछि उहाँ चाहिँ हुनुहुन्छ मेरो मेकअप आर्टिस्ट, जसले चाहिँ आज मेरो मेकअप गरिदिनु भएको थियो। र धेरै धन्यवाद छ उहाँलाई, यति राम्रो मेकअप गरिदिनु भयो। म चाहिँ एकदमै खुसी थिएँ। लास्ट टाइमको भन्दा योपालिको मेकअप मेरो एकदमै राम्रो देखिरहेको थियो। र उहाँ छोरीहरू सबैजनाको भिडियोले उहाँ हुनुहुन्छ मसँगै मिसेसमा कन्टेस्ट गर्ने है, र बोइजहरू पनि हुनुहुन्थ्यो मिस्टरमा कन्टेस्ट गर्ने, मिस किड्स टिन धेरै क्याटेगोरीको ब्युटी कन्टेस्ट थियो होइन। फर्स्ट टाइम नाकमा बुलाकी लगाएको यति अजिब लाग्दै थियो मलाई, के भन्नु। र आफैलाई लाज पनि लाग्दै थियो, बाहिर निस्किनै मन लागेको थिएन। र हाम्रो अब जाने टाइम पनि भयो र सो स्टार्ट भइसक्यो। यो चाहिँ हाम्रो ब्याक स्टेज थियो। यसपालि चाहिँ मेरो भिडियो गरिदिने कोही पनि हुनु भएन, र मैले जति जे सकेँ आफूले नै भिडियो गरेँ, किनभने एक्लै नै गएको थिएँ होइन। र हाम्रो पालो पनि आयो वक गर्दा चाहिँ एकजना सरलाई नै मैले सर प्लिज भिडियो बनाइदिनु न भनेर दिएको थिएँ, र सरले एउटा सानो क्लिप निकालिदिनु भएछ। धेरै धन्यवाद छ सरलाई पनि। हुन त यो मेरो ब्युटी पेजेन्ट सेकेन्ड टाइम हो, तर यही पालि चाहिँ मेरो अलिकति ज्यादा मिस्टेक भएछ लास्ट टाइममा भन्दा। सरले चाहिँ वक गरेर आउने बित्तिकै गाली गर्नुभयो कि किन लुगा चाहिँ पक्रेर हिँडेको भन्दै। र मैले आफै नोटिस गरेको चाहिँ भिडियो हेरेर कि मैले चाहिँ प्रणाम गर्न या फिर नमस्ते गर्न चाहिँ बिर्सेछु। एनिवे नानीहरू कन्फिडेन्ट देखेर चाहिँ छक्कै पर्छु। म चाहिँ यति बेसी नर्भस हुन्छु यो प्लेटफर्ममा आउँदाखेरि चाहिँ नभन्नुहोस्। र मेरो सानो क्लिप सुनिदिनु। I am a mother of 2 beautiful daughters and a full-time content creator. Today I am wearing a Nepali traditional attire of Magar community. I am here to learn and experience new things in life. Hope you are enjoying the show and having a great time. Thank you.
मेरो वक त त्यति राम्रो भएन, मलाई पनि थाहा छ। त एनिवे थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भएको छ र कस्तो लाग्यो त्यो पनि भन्नुहोला। ब्याक स्टेजमा सकेर अब चाहिँ म आएँ अगाडिबाट हेर्न। यत्रो बेर चाहिँ कसैको वकहरू पनि हेर्न पाएकी थिइनँ। कार्यक्रम त धेरै लामो थियो, तर सबै कुरा त सुट गर्न पनि सकिँदैन, किनभने भन्नु मात्रै आइफोन हो, स्पेसै हुँदैन। थाहा छैन यो बहिनीहरू जसरी कन्फिडेन्टली म पनि कहिले वक गर्ने हुन्छु। काश वक गर्न सक्छु होला, तर मलाई यो फिल्डमा त्यस्तो खासै इन्ट्रेस्ट त होइन। छोरीले भनेर मात्रै यसो अलिअलि कोही कोही बेला गरिदिएको हो। ट्रेडिसनल राउन्ड सकेर अब सुरु हुनेवाला थियो वेस्टर्न राउन्ड, र त्यसको बिचमा भयो धेरैवटा अवार्ड सेरेमनी। धेरैजना मोडल्स सरहरूलाई चाहिँ खदामाला गरिसकेपछि पालो आयो हाम्रो पनि अवार्ड थाप्ने। को विनर हुन्छ, कसले के भेट्छ भन्ने डर त सबैलाई थियो। हामी 3 जनालाई चाहिँ स्टेजमा बोलाउनु भयो। अवार्ड थापेको भिडियो त बनाउने मान्छे भएन, तर हेर्नुहोस् त मैले यो पालि फेरि भेटेको छु विनर। आफूले गरेको गलत देखे पनि सायद जजले केही न केही सबैभन्दा राम्रो देख्नुभयो होला र विनर दिनुभयो। एकदमै खुसी छु र हजुरहरूसँग यो सेयर गर्न पाउँदा पनि एकदमै खुसी लाग्दैछ। बस मलाई चाहिँ स्टेजमा गएर बोल्ने कन्फिडेन्ट आयो भने इनफ हो। ब्युटी कन्टेस्ट भनेको त्यस्तै हो, सुन्दरता धेरै प्रकारको हुनसक्छ। मलाई चाहिँ केस खोलेर यति आनन्द लाग्दै थियो, अब बल्ल म जस्तो लाग्दै थियो। र आजको ब्लग चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। आशा गर्छु हजुरहरूलाई राम्रो लाग्यो होला। लट्स अफ लभ एन्ड keep supporting. Thank you.